वेलकम बैक टू माई यूट्यूब चैनल इट्स मी एन्जुला लामा। अहिले चाहिँ म पार्लर पुग्न लागेँ। आज चाहिँ हाम्रो आउने बित्तिकै थ्योरी स्टार्ट भएको छ। के पर्छ त्यो चाहिँ बिस्तारै रेकर्ड गर्छु है त। हामीले चाहिँ अहिले रोलर सेटिङ गर्दैछौँ। त्यसको लागि चाहिँ पार्टिसन गर्ने 4 पार्टिसन र यो बिचको चाहिँ बक्स एरिया अनि साइड साइडको चाहिँ यतिकै राख्ने। अब यसैलाई बिस्तारै स्ट्रेट लेयरमा सानो सेक्सन गरेर रोल गर्दै जाने। फर्स्ट लेयर यसरी लिने, स्प्रे गर्ने, स्प्रे गरेपछि रोल गर्ने। यो चाहिँ फर्स्ट लेयर। यसमा चाहिँ 2 तरिकाले चाहिँ गर्न सकिन्छ। एउटा चाहिँ यसलाई भनिन्छ आउट रोलिङ। माथिबाट यसरी घुमायो भने चाहिँ यसलाई चाहिँ आउट रोल भनिन्छ भने, अनि अर्को यसरी तलबाट घुमायो भने चाहिँ यसलाई चाहिँ इन भित्रबाट रोल गर्ने भनिन्छ। खासमा लामो कपाललाई चाहिँ हामीले चाहिँ आउट रोल गर्दा चाहिँ राम्रो, र मेरो जस्तो सर्ट छ भने त्यसलाई चाहिँ यहाँ भित्रबाट रोल गर्दा राम्रो। म उहाँको चाहिँ आउट रोल गर्छु। फर्स्ट स्टेप चाहिँ म देखाउँछु, अर्को चाहिँ भयो। यसरी मैले गरेको चाहिँ यसले आउट रोल हो। यहाँ आउट रोल गर्ने बेला चाहिँ तलबाट यसरी माथिको कभर लगायो भने चाहिँ यो झर्दैन क्या, माथि नै बस्छ। यो यसरी नै अर्को सेक्सन गर्दै सबै हेयर कम्प्लिट गर्छु। हाम्रो चाहिँ सकिसकेको छ। मेरो चाहिँ फर्स्ट टाइम रोलर गरेको, त्यही ब्युटिसियन कोर्स सिकेर नलेज भएर गरेको। पहिला बच्चामा त गर्थ्यौँ, तर त्यतिखेर गर्दा चाहिँ कपाल अड्किन्थ्यो क्या, पुरा ज्वार गर्थ्यो। तर अहिले चाहिँ मजाले गरेको छ। माई फर्स्ट रोलर एक्सपिरियन्स यस्तो देखिएको छ। अब चाहिँ मेरो सुरु हुँदैछ। त्यही सेम प्रोसेस हो। भिडियो पनि धेरै लामो भइसक्यो। स्टोरेज पनि 4 हुन्छ होला, चार्ज पनि 34 छ। त्यही भएर अहिले चाहिँ अब लास्ट एन्ड कस्तो हुन्छ त्यो लास्ट रिजल्ट मात्र देखाउँछु। सी यू केही समयपछि। मेरो चाहिँ अहिले सकिसकेको छ उसले गरिदिएको। जबसम्म यहाँबाट निक्लिँदैन तबसम्म चाहिँ राख्छु, रिजल्ट पनि देखाउँछु। र यही रोलरका साथ चाहिँ म एउटा 2टा टिकटक भिडियो पनि बनाउँछु। सो यहाँ अब चाहिँ खाजा खान्छु। हाम्रो खाजा खाने ब्रेक अन्डा र चाना। हाम्रो चाहिँ छुट्टी भइसक्यो। अहिले 4:24 भइसक्यो, किनभने यस्तो गरे नि त रोलर लाग्छ नि त। अनि के अरे रोलर लगाएको बेला चाहिँ त्यो कम्फो असल पुरा फेमस छ नि त त्यो मुभी। अनि त्यस कारणले चाहिँ त्यहाँको फेमस क्लिपहरू चाहिँ हामीले मिलेर टिकटक बनाएको। त्यो यो चाहिँ सबैजना गइसक्यो। मलाई अहिलेसम्म कर्लर लाग्छ छैन नि, त्यसो रोलर लाग्छ छैन। त्यो देखाउँछु पनि है कस्तो देखिन्छ भनेर। मलाई सानो बेलामा चाहिँ यसरी कर्ली कपाल मन पर्थ्यो, र ठुलो भएपछि चाहिँ खासै त्यति धेरै इन्ट्रेस्ट लाग्दैन। मन त पर्छ। खासै देखाएको छैन है। के अरे रिजल्ट चाहिँ यति हो। हुन्छ म्याम, खानु नि तपाईँ। कति गरौँको हो यो त है। के अरे रिजल्ट चाहिँ यही हो। खासै त्यो रोलर लगाएको जस्तो चाहिँ देखिँदैन। यतिकै भिडियो एन्ड गरिदिन्छु है। यो भिडियोको लागि चाहिँ यति नै। होप यु गाइज लाइक दिस भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक, शेयर, सब्सक्राइब टु माई च्यानल एन्ड सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।